नमस्कार, म कृष्ण चलाने यस लक्ष्मी अटो डिभाइसको प्रोपाइटर। यस्तै गरी हामीसँग स्कुटर भेराइटीमा चाहिँ तपाईँलाई स्टार्टिङ 75,000 देखि माथिको स्कुटरहरू छ। हामीसँग अहिले एनएस एफजेड र 220 भेरिएन्टमा बाइकहरू छ। तपाईँलाई 220 सस्तोमा तपाईँको 1,05,000 देखि डट बाइक लभर हुनुहुन्छ भने सस्तोमा डट खोज्दै पठाउ गर्नको लागि एकदम उत्तम हुन्छ। यो तपाईँलाई यो आउँछ त 60,000 सम्म आउँछ। कन्डिसन वाइज एकदम राम्रो छ, तपाईँले टेस्ट ड्राइभ गरेर लिएर जान पनि सक्नुहुन्छ। त्यसै गरी 134 लडको एनएस 200 छ। तपाईँलाई यो एबिएस एफआईमै छ। तपाईँको यसको प्राइस हामीले राखेको छ 2,25,000 सम्म आउँछ होला। यसै गरी 48 लडको 2021 मोडलको एबिएस एफआईमै हो। यो पनि तपाईँलाई 2,25,000 सम्म आउँछ। अर्को 21 मोडलकै छ यो एनएस पनि। तपाईँलाई यो आउँछ यो 20 मोडलको सर, यो 20 मोडलको एनएस हो। यो तपाईँको हामीले प्राइस राखेको छ 2,10,000 सम्म आउँछ। 40 लडको छ। त्यसै गरी तपाईँको यो आउँछ हजुरलाई 1,95,000 सम्म आउँछ। यो 2020 मोडलको बाइक हो। अर्को 14 लडको छ। यो हजुरलाई आउँछ 1,90,000 सम्म आउँछ। तपाईँको यो पनि तपाईँको 2019 को लास्ट लगभग 20 को स्टार्टिङतिरको बाइक हो। कन्डिसन वाइज एकदम राम्रो छ। बाइकमा केही प्रब्लम रहेछ भने बनाएर पठाइन्छ। 220 हामी तीनटा लगातार देख्न सक्छौं। योबाट सुरुवात गरौँ त। 21 मोडलको बाइक हो। तपाईको यताको बाइक 123-24 लडको बाइक हो। तपाईले यो आउँछ हजुरलाई 2,25,000 सम्म आउँछ। अर्को 27 लडको छ। यो पनि तपाईलाई 2,25 सम्म आउँछ। अर्को 60 लडको 220 छ। त्यो तपाईलाई फाइनल प्राइस 1,05 सम्म आउँछ। यो कन्डिसन के रहन्छ र यसको? कन्डिसन एकदम राम्रो छ। तपाईले टेस्ट ड्राइभ गराएर हैन बाइक के बनाउनु पर्ने छ सबै बनाएर पठाइन्छ। ल ठीक छ। यतापट्टि हामी अर्को एनएस देख्न सक्छौं दाइ व्हाइट कलरमा। एनएस यो तपाईको एबिएस मा छ। यो बाइक 21 मोडलको बाइक हो। टायर दुईटै नयाँ नै छ। कन्डिसन राम्रो छ। तपाईलाई यो आउँछ 2,20,000 सम्म आउँछ। यतापट्टि फेरि अर्को एनएस देख्न सक्छौं। तपाईको यो 2020 मोडलको बाइक हो। यो पनि तपाईलाई आउँछ 2,10 सम्म आउँछ। त्यसैगरी 127 लडको एन्ट्रक छ। तपाईको 2021 मोडलको बाइक स्कुटर हो यो। कन्डिसन वाइज राम्रो छ। अब अहिले एन्ट्रक भनेको तपाईको पिकअपहरुको लागि एकदम बढी नै रुचाउने स्कुटर हो। हजुरलाई यो आउँछ 1,55,000 सम्म आउँछ। यो त्यस्तै गरी 137 लडको छ। तपाईको यो रेस एडिसनमा हो। तपाईको मोडल 2022 को लास्टतिरको 38 लडबाट 23 मोडलको छ। तपाईलाई यो आउँछ 1,90,000 सम्म आउँछ। अर्को 76 लडको डियो छ। अब डियो तपाईको एभ्रोग्रिन नै हो यो स्कुटरहरुमा। माइलेजहरुको लागि एकदम राम्रो छ। तपाईको जहिले पनि बेच्दा सुन जस्तै पारेको छ। यो पनि तपाईको कस्तो नि 76-77 लडको डियो पनि 3-4 वर्ष अगाडि पनि 1,10-1,15 बेचिरहेको थियो। अहिले पनि त्यही प्राइसमा आउँछ। तपाईलाई त्यस्तो घाटा हुँदैन यो स्कुटरमा। हजुरलाई यो 1,10 सम्म आउँछ। अर्को एभिएटर छ 143 लडको। यो हजुरलाई आउँछ 1,85 सम्म आउँछ। मोडल तपाईको 2022 को हो। अर्को 54 लडको छ। यो तपाईको मोडल तपाईको 2012 को हो। अर्को पनि 54 को छ। यो पनि 12 को हो। यो तपाई दुईटै तपाईलाई 75,000 मा आउँछ। सस्तोमा भेस्पा खोज्दै हुनुहुन्छ भने भेस्पा लभरहरुको लागि एकदम सस्तो प्राइसमा छ यो। तपाईलाई 1,10,000 मै आयो यो स्कुटर। 114 लडको तपाईको शोरूम स्टक हल्का यो 16 मोडलको बाइक स्कुटर हो। कन्डिसनको लागि एकदम राम्रो छ। टायरहरु लुक्सहरु एकदम राम्रो छ। केही बनाउनु पर्ने छैन बनाएर पठाइन्छ। अझै यो 1,10 सम्म आयो। अर्को यसै गरी 120 लडको छ यो स्कुटर। यो नयाँ कलरमा तपाईको कन्डिसन वाइज एकदम राम्रो छ। शोरूम प्राइस 3 भन्दा माथि नै भएको स्कुटर हो। यो हजुरलाई 1,50,000 सम्म आयो। यसै गरी हामीसँग छ यो 2021 मोडलको स्कुटर हो। यो तपाईलाई आउँछ 1,45,000 सम्म आउँछ। अर्को यो पनि तपाईको 21 मोडलको यो पनि 1,45 सम्म आयो। अर्को 13 लडको छ। यो पनि तपाईलाई 1,45 सम्म आयो। अनि त यतापट्टिको होन्डा चाहिँ ग्रेजिया छ एउटा हामीसँग 102 लडको 2020 मोडलको यो। यो हजुरलाई आउँछ 1,50 सम्म आउँछ। त्यसैगरी हामीसँग टिभीएस को छ अर्को स्कुटर छ। तपाईको बाइक छ। तपाईको 82 लडको बाइक यो। कन्डिसन वाइज एकदम राम्रो छ। सस्तो तपाईलाई पठाउ गर्नको लागि एकदम उत्तम हुन्छ। यो तपाईको माइलेज पनि एकदम राम्रो दिन्छ। हजुरलाई यो आउँछ 65,000 मै आयो। यतापट्टि डिस्कभर छ हामीसँग। यो तपाईको 2018 मोडलको 103 लडको डिस्कभर हजुरलाई यो आयो 1,05,000 सम्म। अर्को जिक्सर छ 68 लडको जिक्सर छ। हजुरलाई यो आयो 90,000 सम्म फाइनल प्राइसमा आयो। फाइनल हजुर ल ठीक छ। यतापट्टि अर्को यो 30 लडको छ। तपाईको आर्मीले चढेको बाइक हो। बाइकको कन्डिसन एकदम राम्रो छ। लुक्सहरु एकदम राम्रो हो। कमाइ खाने एकदम तपाईलाई पठाउ गरेर पनि तपाई 2 महिनामा तपाईको यसको पैसा तिरेर हो र बाँकी पैसाले तपाईले
महिना अब घरमा बसिरहनु भएको छ स्टुडेन्ट हुन्छ भने 60,000 लगानी गरेर 15-20,000 पैसा कमाउन सकिन्छ। तपाईँको सामानहरू सब फेरेर राखेको छु। तपाईँको त लुक्सहरू एकदम राम्रो छ, टायर सायर कन्डिसन एकदम राम्रो छ। हजुरलाई यो आउँछ त 60,000 सम्म आउँछ फाइनल। यो 150 को 200 दाइ 200 मा 200 साउन्ड एकचोटि सुनाइदिनुहुन्छ एकदम। एकचोटि अब दाइले साउन्ड सुनाउँदै हुन्छ हैन। 60,000 मा यो रेटमा बाइक त कहीँ पनि पाउँदैन के दाइ साँच्चै नै। एकदम राम्रो कन्डिसनमा छ। तपाईलाई थोरै पैसामा एकदम आनन्दले चढ्न नि भयो। टेन्सन नै। त्यो झन् 150 हैन 200 के केटाहरुको लागि। अब तपाईको ल त यता एन्टिक चिज छ यो। अपाचे 91 लडको अपाचे 1 एन बाइक हो यो। तपाईको बाहिर हुनु रहेछ ओनर बिदामा आउनु भएको थियो। 1.5 वर्ष 2 वर्ष घरमा यतिकै थन्केर बसिरा बाइक हो। लुक्स वाइज तपाईको कम्पनी कलरमै छ यो। यो हजुरलाई 1.25 सम्म आउँछ। यसको पनि साउन्ड के छ दाइ? साउन्ड एकदम राम्रो। एकचोटि सुन्दिम न यसको पनि ल। बाइक एकदम फ्रेस छ। तपाईले यो बाइक सोरुममै चेक गरेर लिएर जाँदाखेरि के मतलब यहाँबाट लिएर गएर सोरुममा डाइरेक्ट देखाएर पनि लिएर जान सक्यो। मज्जाले। आहा बबल। हामीसँग अहिले 150 छ अर्को। तपाईको कन्डिसन वाइज एकदम राम्रो छ। तपाईको कम्पनी कलरमा भएको 150 हो। कन्डिसन तपाईले यसलाई बाइक सोरुममा लिएर गएर नयाँ बाइक चढ्नु भन्दा यो बाइक किन्दाखेरि तपाईलाई पैसा पनि 1 लाख 1.5 लाखै सस्तो पर्छ। कन्डिसन वाइज एकदम राम्रो छ। तपाईको यसको प्राइस हामीले 136 लडको बाइक हो। डबल डिस्क कि सिंगल डिस्क दाइ? ए सिंगल डिस्क झन् बबाले हो। एकदम मोबाइल प्राइस कति राख्दिनुहुन्छ? तपाईलाई यो 190 सम्म आयो फाइनल। यो कति मोडल भन्नु दाइ? यो तपाईको 22 को लास्ट हो। लास्ट हो है। हजुर कन्डिसन एकदम राम्रो छ। टेन्सन लिनै पर्दैन। भनेपछि सोरुममा गरे त 3.5 लाख 4 लाख किन हाल्ने त हैन त? त्यस्तो अब तपाईको सेकेन्ड ह्यान्ड कोही किन्दाखेरि कसैले सस्तो खोजेर फेरि नराम्रो बाइक पर्यो भने काम छैन। हो तपाईको 40,000 को बाइक किन्यो 30,000 खर्च गर्नु भने त्यो पनि मजाको कुरा भएन। अब कोही तपाईको सोरुममा गएर हाई प्राइस हालेर किन्नु भन्दा रिकन्डिसनले तपाईलाई राम्रै रेटमा दिरा हुन्छ। तपाईको यस्तो हुन्छ कहाँ गएर किन्नु भएको छ र व्यापारीले कुन हिसाबले तपाईलाई कुरा गर्छ भन्नेमा फरक हुन्छ। हामीले पठाइदिइसकेपछि कस्तो हुन्छ भने तपाईको बाइक लिएर जाने नै बेलै हामी तपाईको 1 हप्तासम्म इन्जिनमा प्रब्लम भयो भने हामी त्यो टाइम 1 हप्तासम्म अझै चेक टाइम पनि चेक टाइम हुन्छ। इन्जिनको लागि चेक टाइम हुन्छ। केही इन्जिनमा प्रब्लम रहेछ भने त्यो बनाउने काम हाम्रो भयो। त्यो हामी ग्यारेन्टी नै दिन्छौँ त्यसको लागि। तपाईको कागजमा लेखेर अथवा दाइ 1 हप्तासम्म बाइक एउटा हो जस्तो चढिरहेछ अनि मलाई यो हैन मलाई चाहिँ यो चाहियो भन्दाखेरि त्यसमा एक्सन पनि भइहाल्छ होला है। एक्सनको केसमा तपाईको कस्तो नि आज लानु भयो नि 1 हप्ता भन्दा नि 1-2 दिनमा अब साट्छु भन्दाखेरि हामी साट्दिन्छौँ। ए त्यस्तो पनि छ अझ? आहा बबल रहेछ दाइ। एभेन्जर रहेछ सानो हाइट भएको मान्छेहरुलाई चाहिँ एकदमै पर्फेक्ट हैन। 51 लडको एभेन्जर छ 200 220 मा हो यो चाहिँ। हजुरलाई यो आयो 70,000 सम्म आयो फाइनल प्राइस। यो फाइनलले पठाइदिनुहुन्छ? यता पनि अर्को हाम्रो एभेन्जर छ लडको छ। यो चाहिँ 200 हो। यो पनि तपाईलाई 65,000 सम्म आयो फाइनल। ओहो ल दाइ यता बुलेट हामी दुईटा देख्न सक्छौं दाइ हैन? यो चाहिँ तपाईको 500 सीसी हो। यसको लागि चाहिँ मैले किन्ने मान्छेको लागि कस्तो नि यो भनेको अलिकति सोकको लागि अलिक बढी खोज्छ क्या। अब खैरेहरूले प्रायः आयो भने तपाईँको 350 हुन्छ 500 भेट्यो भने टुरसुर जानको लागि उठाएर लिएर गइदिरा हुन्छ होइन। पिकअपहरू पनि बबाले हुन्छ। साउन्ड एकदम राम्रो हुन्छ। कन्डिसन वाइज एकदम राम्रो छ। मैले के गर्दैछु नि अब ट्याक्स महँगो पर्छ मलाई महँगो पर्ला भन्नेहरूलाई चाहिँ यदि यो बुलेट किन्न चाहनुहुन्छ भने तपाईँलाई आधी ट्याक्सको पैसा हामी तिरेर 350 को करको मात्र तपाईको अग्रिम कर हुन्छ नि 82-83 को करको पनि आधी पैसा हामी यही तिरेर पठाइदिन्छौँ। जस्तै तपाईले लाने फिक्स प्राइसमा करको पैसा काटेर पठाइदिन्छौँ। ए त्यस्तो फ्यासिलिटी छ? आहा बबल। तपाईको त्यो 12,600 लगभग यसको पर्यो भने यसको 22-23,000 पर्यो भने बाँकी पैसा यो 12,600 बाँकी राखेर अरु बढी परेको पैसा चाहिँ हामी ट्याक्सको पैसा कटारै पठाइदिन्छौँ। भनेपछि यो बुलेटको प्राइस चाहिँ कति राख्दिनुहुन्छ दाइ? यो तपाईलाई आउँछ 2,70,000 सम्म आउँछ। हो फिक्स 500 2,70,000 बुलेट तो पनि। त्यही माथि ट्याक्सको पैसा तपाईलाई महँगो पर्ने हिसाबले भन्नुहुन्छ भने अझ 1 वर्ष 1.5 वर्ष चढ्न पाइन्छ हैन। बेच्नु पर्यो भने पछि हामी कहाँ लिएर आउनुस् केही फरक परेन। भनेपछि बेच्दाखेरि पनि पछि यही आउँदा पनि भयो। ल ठीक छ दाइ। यता अर्को 75 लडको छ। अहिले बुलेट एकदम डिमान्डेड छ। तपाईको कन्डिसनको लागि एकदम राम्रो छ यो बुलेट चाहिँ। सोरुममै चेक गरेर लिएर राख्दै हुन्छ। कुनै हाइड्रोलिकको आवाज यताउता केही पनि छैन। तपाईको 75 लडको 2016 मोडलको बाइक हो। यो हजुर आउँछ 2,90,000 सम्म आउँछ। 2,90,000 सम्म पठाइदिनुहुन्छ। यहाँ R15 MT-हरु ड्युकहरु टन्ने अप्सन हाम्रो केटाहरुको लागि बाइक टन्ने देख्न सक्छौं हैन। पहिला यो हेर्दिम न दाइ। 133 लडको बाइक छ यो तपाईलाई 3,05,000 मा आयो। यो सस्तोमा छ। कन्डिसन के रहन्छ दाइ यसको? एकदम राम्रो छ। तपाईको कन्डिसन चेक गरेर सियामा सोरुम लिएर जानुस् चेक गर्नुस् लिएर जानुस्। सही हो।
यतापट्टि हामी हेर्न सक्छौँ दाइ 120 लडको छ तपाईको यो मोडल तपाईको 2020 मोडलको बाइक हो यो हजुरलाई आउँछ 270 सम्म रेसिङ खेल्न होस् चाहे अलिकति स्टाइलिश लुक्समा अनि एकदम राम्रो मोडिफिकेसन पनि गर्छु भन्दा नि धेरै हुन्छ है माइलेज पनि आन्छ फेरि यसको तपाईको माइलेजको लागि भने R15 चढेर यति अलिकति एक्स्ट्रा बाइक चढ्नु खोज्दै हुनुहुन्छ माइलेज दिँदैन भन्ने नि परेन क्या त्यसको 40-45 माइलेज अहिले पनि आहा एमटी देख्न सक्छौँ दाइ हामी यहाँ दुईटा हैन एमटी 2020 मोडलको एमटी हो तपाईलाई यो आउँछ यो 21 के हो सरी 21 मोडलको एमटी हो तपाईलाई यो आउँछ 2,85,000 मै आयो 2,85,000 मा अहिले त नयाँ 5-6 लाख होला हैन त 5.75 समथिङ छ 5 यता इन्स्योरेन्स गर्दा पुगिहाल्ला हजुर यता दाइ 109 लडको छ 2019 मोडलको यो लायो 2,65,000 मा आयो अनि म भ्युअरहरुलाई के भन्छु खत्रै आमा बुवालाई माया गर्नुहुन्छ अनि यहाँ ट्याक्क तपाईले स्टिकरमा ड्याड मम भनेर लेखेको पनि देख्न सक्नुहुन्छ हैन बाबाले लाग्छ क्या यो चाहिँ है यताडी डुक देख्न सक्छौँ दाइ हामी 23 लडको तपाईको 2021 मोडलको बाइक हो तपाईको 250 मा हो यो BS6 मा हजुरलाई यसको प्राइस आउँछ 3,90,000 सम्म आयो यो हजुर यतापट्टि हामी अर्को पनि 250 चाहिँ चाहिन्छ 86 लडको अलि सस्तोमा डुक खोज्दै हुनुहुन्छ 250 चाहिएको छ भने तपाईलाई यो आयो तपाईलाई 2,55,000 सम्म आयो फाइनल प्राइस यो टाइम भने चाहिँ बेस्ट टाइम हो केटाहरुको लागि ट्याक्क बाइकहरु हैन बाबाले छ ल दा यता डुक अर्को 55 लडको तर यो तपाईको मोडल 2018 मोडलको बाइक डुक हो 18 भन्नाले यताको तपाईको 98-99 लडको बाइक हो यहाँ पहिले टर्सनबाट जाँदाखेरि यो तपाईलाई आयो 2,45,000 मै आयो यो डट बाइक लभर हुनुहुन्छ भने सस्तोमा डट खोज्दै हुनुहुन्छ भने तपाईलाई अब राइट साइड जानको लागि मुस्ताङ जानको लागि एकदम राम्रो बाइक JX7 112 लडको 19 मोडलको बाइक हजुरलाई यो हामीले एकदम 2,25,000 मा लिएर आइदिएको यो हजुर डट बाइक त्यो पनि त्यति रेटमा केटाहरुको लागि बबाले हुन्छ बेनिली देख्न सक्छौँ त हामी यहाँ नेरी हैन यो तपाईको 82 लडको बेनेली 2016 को लास्ट मोडल 82 बाट 17 मोडलको पनि छ सुरु छ बाइकको कन्डिसन एकदम राम्रो छ बेनेली अब तपाईको सोरुम प्राइस त तपाईको 10-10.5 भेट्छ यो हामीले लिएर आएको छ तपाईलाई 2,95,000 सम्म आयो यो ल त अब चाहिँ हामीले ओभरअल बाइक अनि स्कुटीहरुको प्राइसहरु बुझिहाल्यौं 60,000 देखि सुरु भएर धेरै नै भेराइटिजको बाइकहरु हेरिहाल्यौं बुलेट MT अनि त्यसपछि R15 धेरै अप्सनहरु देखिराख्यौं हैन अब जादा जादा चाहिँ अन्तिममा हाम्रो भ्युअरहरुलाई के भन्न चाहनुहुन्छ त भाइको भिडियो हेरेर प्राय सधैँ मैले भिडियो हालिसकेपछि राम्रै रेस्पोन्स पाएको छु यो चोटि नि पाउँछु भन्ने आशा गरेको छु बाइकहरु अब अरु पनि हाम्रो थपिदै गर्छन् अहिले हामीसँग नभएको बाइकहरु पनि तपाईले यदि चाहिएको छ भने कन्ट्याक्ट गर्दाखेरि हुन्छ कति बाइकहरु तपाईको डेनपेन्टहरुतिर वर्कसपतिरहरु पनि छ त्यहाँबाट नि बाइकहरु आउँछ नभए मसँग नभए नि म साथीहरुबाट भयो नि तपाईलाई बाइक उपलब्ध गराउने काम म गरि नै हाल्छु कन्डिसन वाइजहरु तपाईहरुले हेर्दाखेरि पनि भइहाल्यो नभए म मेरो तर्फबाट पनि तपाईलाई राम्रो बाइक पार्ने भन्ने जिम्मा मेरो भयो त्यही नै हो अब रिकन्डिसनहरुमा भनेपछि पुरानो थोत्रो सबै हुन्छ भन्ने नि हुँदैन कति हामीले कति बाइकहरु राम्रैसँग बनाएर एकदम मेन्टेन गरेर राखेको हुन्छौं सबै एक्सनको बाइक हुन्छ भन्ने हुँदैन किनभने अब कति मान्छेहरुलाई अहिले काठमाडौँ भनेको कसै नि सपनाको सहर जस्तै हो के एउटा मुम्बई भने जस्तै हो काठमाडौँमा कस्तो हुन्छ नि मान्छेलाई आज एउटा चढ्यो भने भोलि अर्को चढ्न मन लाग्छ किनभने पैसाको एकदम चलखेल हुने सहर हो यो भनेको आज अब मान्छेले अब आज किनेर भोलि बाइक बेचिदिन्छन् भर्नै हुँदैन त्यो कारणले कन्डिसन राम्रो भएको बाइकहरु पनि धेरै नै पाइन्छ केही फरक परेन कन्डिसन तपाईले बुझ्न नि सक्नुहुन्छ यदि बुझ्नु भएको छैन भने बुझ्ने मान्छेले ल्याउँदाखेरि भइहाल्यो नभए तपाईले सोरुममा लिएर गएर चेकअप गराउँदाखेरि नि हुन्छ हामीसँग किनेको बाइक भोलि पास नहुने लफडा यताउता भन्ने हुँदैन हामी बगैदा तपाईको किन्दाखेरि पनि प्राविधिक चेक गरेर किनेको हुन्छ सबै भइहाल्छ हजुर एकदम जस्तो कुनै पनि कस्टमरहरु आएर चाहिँ उहाँले टेस्ट ड्राइभ गर्दाखेरि दाइ मलाई यो चीज त बुझेन यो अलिकति बनाइदिनु हुन्छ भन्दाखेरि त्यस्तो के छ दाइ त्यो हामी तपाईलाई कस्तो भने फेर्नु पर्ने चीज र बनाउनु पर्ने चीज हामी बनाएर पठाइदिन्छौँ कहिले नि बाइक रेडी नै गरेर पठाइदिन्छौँ त्यसको लागि कुनै टेन्सन लिनै परेन यही नै हो अब तपाईहरुलाई चित्त बुझ्दो प्राइस छ भने कुनै बाइकको प्राइस अब 2-5 हजार तपाईलाई महँगो लाग्छ भने बार्गेनिङ गर्न सक्नुभयो व्यापार भनेको बार्गेनिङ हो हामीले अब जाने बित्तिकै भनेको प्राइस हो भने कहिले नि हुँदैन फिक्स पसल पनि हैन रिकन्डिसन भनेको 2-5 हजार बार्गेनिङ गर्न भनेपछि यहाँले टेबल टक गर्दाखेरि भनेको रेटबाट पनि हल्का नेगोसिएट गरिदिनु हुन्छ है त सक्ने म प्राइस तपाईलाई गरेर पठाइदिन्छु ए ल धेरै धेरै धन्यवाद छ है त दाइलाई भाइको च्यानललाई नि एकदम सब्स्क्राइब गरिदिनु माया गरिदिनु भएको छ भाइको च्यानललाई नि अलि अनि जादा जादै चाहिँ अन्तिममा म के भन्न चाहन्छु भने हाम्रो भ्युअरहरुलाई तपाईले यो कुन ठाउँबाट र कहाँको माध्यमबाट हेरिराख्नु भएको छ टिकटक फेसबुक युट्युब
अथवा इन्स्टाग्राम केबाट हेरिराख्नु भएको छ प्लिज कमेन्ट गर्न नभुल्नु होला। हामी त्यसमा पनि लकी एकजना विनरलाई केही स्पेशल गिफ्ट ह्याम्परहरूको व्यवस्था गरेका छौँ। सो धेरै धेरै धन्यवाद छ फेरि पनि है दाइले।